भाउजूहरूको त रङ्गी हात पक्रियो है हामीले त हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म चाहिँ आज मेरो क्लासको 3टा साथी र मेरो भाउजू भएर आज चाहिँ चिलिया जङ्गल आएको छौँ अनि मेरो भाउजू अनि मेरो साथीहरूको चाहिँ यो चिलिया जङ्गल फर्स्ट टाइम हो अनि म उहाँहरूलाई चाहिँ यता लिएर आएको छु सो फर्स्टमा चाहिँ मैले उहाँहरूलाई चाहिँ मन्दिर भिजिट गराउँदैछु यो चाहिँ मन्दिर श्री 52 कोटी सिद्धधाम म अब हजुरलाई यहाँको भ्यूहरू देखाउँदैछु साथीहरू वहाँ बस्दै हुनुहुन्छ हियर इज सृष्टि एन्ड मनिषा हेलो गाइज मनिषाको चाहिँ फर्स्ट टाइम है अनि यहाँ चाहिँ मेरो प्यारी भाउजू सबभन्दा सानी भाउजू यहाँ चाहिँ पूजा यिनको पनि फर्स्ट टाइम राम्री लाउनु यहाँ चाहिँ यस्तो दामी भ्यू रहेछ वाउ एकदम राम्रो भ्यू एकदम राम्रो भ्यू सृष्टि राम्रो भ्यू एकदम खुसी लागिरहेको मलाई त यो चाहिँ हाम्रो अनप्लान थियो ट्रिप हाम्रो जहिले पनि अनप्लान नै हुन्छ गाइज हामीले कहिले पनि प्लान बनाउँदैनौँ पाल्पा जाने त हाम्रो अनप्लान थियो हुन त हो मेरो भाउजू चाहिँ कहाँ कहाँ लुक्नु भयो यसो यता हेर्नु न यता हेर मनिषा पूजा म अब हाम्रो थोपडा भन्दा पनि यहाँको भ्यू देखाउँछु कि किनभने हाम्रो थोपडा भन्दा पनि यहाँको भ्यू राम्रो सो यहाँ चाहिँ पोखरी अनि यहाँ चाहिँ एकदम धेरै फ्लावरहरू त झन् यस्तो दामी दामी हो यहाँ आउनु पर्थेन भिडियोमा चाहिँ जुत्ता चप्पल राख्ने व्यवस्था रहेछ र साथीहरू छिटो राख न यहाँ उहाँहरू चाहिँ फुलमा हेर्ने फुलहरू हेर्ने बिजी अङ्गो जस्तो है ए यहाँ चिलिया जङ्गल आए पनि मन्दिर चाहिँ यहाँ कहिले पनि पसेको थिएन किनभने हाम्रो जहिले पनि जुठो परेको छ नि त त्यही भएर आएको छैन तर आज चाहिँ दर्शन नगरे पनि टाढेबाट यसो हेर्न जान्छु आउनु भाउजूहरू आउनु न आउनु यहाँ चाहिँ यस्तो राम्रो भ्यूहरू छ हेर्नु न जताततै मन्दिर हल्ला नगर है ज्ञानी भएर हिँड यस्तो पिसफुल ठाउँ वाउ आई जस्ट लभ इट जय 52 कोटी देवी की जय चढाउनु हुन्छ नि पूजा चलिरहेको क्या संस्कारी हाम्रो सृष्टि हामीहरू चाहिँ मन्दिरमा पूजा गर्न नभए पनि दर्शन गरेर त्यहाँको भ्यूहरू हेरेर आयौँ अब चाहिँ हामीहरू जङ्गलतिर जाँदैछौँ बुरुके खानेकुरा अर्डर गरेर तिमीलाई फर्स्ट टाइम कस्तो लाग्यो त यहाँको भ्यूहरू झन् अझै जङ्गल त घुम्ने है यही कोटियाको मान्छे पनि अहिलेसम्म यही चिलिया जङ्गल पनि नआएको हाम्रो पूजा म भरू यही मेरो भरू घर टाढा है त त्यही पनि मेरो अहिलेसम्म त यहाँ त 25, 30, 40 चोटि भइसक्यो होला रियाक्सन कति टाइम लाग्यो र त्यही भएर यस्तो खस्ता हाल्नेवाला लाउनुपर्छ टुनावाला जुत्ता त झ्याउ लाग्छ भाउजू र मनिषा चाहिँ उता बस्नुभयो सायद उहाँलाई आउन मिल्दैन होला त्यही भएर हाम्रो नि तर पूजा गर्न हुन्न त्यही टाढाबाट भगवान यसरी ढोक गरेको
ओहो गाइज उहाँहरू फेरि एकदम फुलको सकिङ हो माई गड मन्सरले भनेको थियो नि फुल लान पाइन्छ त्यही फुल मात्रै हेरेर बसिरहन् खास आपको के गरेन त फुलहरूलाई चुप्पा खाँदै बसेको नि ओए दुईजना डेटिङ बसेको के हो यिनीहरूको त रङ्गी हात पक्रियो है हामीले त यिनीहरूलाई जाम यहाँ केही पाइन खाने होला। कुरा छ कि सोधौँ हाम्रो भाउजू त क्या हिरो नि देखिनु फोटो सुट भयो अनि हामीले चाहिँ चटपटे बनाउन भने हामी यहाँको पसलको दिदीलाई अहिले चाहिँ हामीहरू जङ्गलतिर घुम्न जाँदैछौँ कहिले भाउजू भन्छ त मैले त तिमीले जस्ट लाइक फ्रेन्ड अनि मनिषा फेरि के साह्रो ज्ञानी बनेको सोझो कुर्ता लाएर बोल्दाखेरि नबोल्ने यता पूजा फेरि मलाई नि भनिदिनु क्या भन्ने बोला बोला गाइजहरू ल हेर्नु न यस्तो राम्रो हो यहाँ यो एकताको होइन अहिलेसम्मको भाइरल पेज नै हो यो यहाँ चाहिँ एकदम फोटो सुटहरू गर्न आउँछन् धेरै जस्तो कस्तो राम्रो हुन्छ उसमा नानी अब यो पातहरू ल यतै बस है तिमीहरू हेर्नु त कस्तो राम्रो देख्यो नि 4टा कन्याहरू वाह 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 यो चाहिँ एकदमै भाइरल रोड हो क्या यहाँ चिलिया जङ्गलको चाहिँ हेलो कति ज्ञानी अङ्कल है सानो तिनो हो नि त है पनि केही नभएको 20 लाख त आउँछ नि हो एउटा टिकटक चाहिँ भाइरल भएको है हाम्रो 1.1 मिलियन आज पनि यसो हामीले यहाँ रहेछ नन्द भाउजू ताले त जाने ए नन्द भाउजू ताल जाने हो कति राम्रो के हो हाम साथ यिनीहरू त अघि पनि 2 जना मन्त्री गथेन लुकी लुकी बसेको थिएन अहिले पनि हात जोड्दै फुल लिएर हिँड्यो ल हामी चाहिँ अब गेट भित्र छिर्यौं यहाँको त टिकट लाग्दैन त्यो नन्द भाउजूको चाहिँ टिकट लाग्छ जाने हो एक दिन नन्द र भाउजू मात्र भएर जाने हो कि हामीहरू चाहिँ एकछिनकै ढिलो गरेको तिनीहरू चाहिँ खेल्न पुगिसकेछन् बाफ्रे बाफ मन त जाम हामी पनि भागौँ कमन मनिषा कमन हाम्रो चान्स मिस नगरौँ यिनीहरू कति मजा गरे हन् 2टा बच्चाहरू ओए यता पूजा फेरि ओए पूजा मजा हा भाउजू त हरि पावरफुल भ्याट्टै छोडिदिन्न यस्तो डराए पनि ल अब मनिषा भर्सेस भाउजू है फेरि हेर त सृष्टि तिमीलाई भगाइ लास्टमा मनिषा आयो भाउजू र मनिषामा केही न केही त मलाई कस्तो भइरहेको ओए भाउजू उता नि हो उतै वालामा हो हामी चाहिँ हेर्दै हाँस्दै यहाँ चाहिँ फोटोसुट अझै भइरह थाकेको छैनन् फोटो खिचेर बहिनीहरू साथ हाम्रो चरपटे रेडी भयो होला गाइड ल मिली मिली खेल है 100 रुपियाँको चटपटे गरे हेर्नु न यति थोरै यति त हाम्रो सेमिनाको 20 रुपियाँमा आउँछ हो त्यसैको उसले खानु पर्ला जस्तो चम्चा बनाएर अब चाहिँ हामीले चटपटे खान सुरु गर्यौं मेरो त चम्चा यस्तो परेछ ल त हेर एकचोटि चाहिँ हाम्रो प्लान चाहिँ अनएक्सपेक्टेडै थियो एकदम रमाइलो भयो पंछी बनूं उड़ती फिरूं मस्त गगन में आज मैं आजाद हूँ दुनिया के चमन में ल
अहिले चाहिँ आजको लागि यति नै। सो बाई बाई।